टोले गुन्डा हैन, म एउटा चाहिँ नि नमस्कार दर्शकबिन सबैजनामा यो भिडियो हजुरले देखेर थाहा पाइसक्नु भयो होला। यो भिडियो दिक्तेल रूपाकोट मजावटी नगरपालिका वार्ड नम्बर 7 चिउरी डाँडाका एकजना युवाले बजेटको विषयमा आफ्नै काकासँग वडामा विवाद गर्दाखेरि आफ्नै काकाले हातपात गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो र उक्त विषयलाई लिएर एकजना एभरेस्ट रेडियोका अशोक साम्पाङज्यूले चाहिँ उहाँको काकासँग गरेको कुराकानी यस्तो छ। कृपया भिडियो अन्तिमसम्म हेर्नु। म टोले गुन्डा हैन, म एउटा चाहिँ नि एउटा पार्टीमा आबद्ध रहेर के अरे निष्ठाले राजनीति गरेर एउटा चाहिँ नि म चाहिँ सक्रिय। तपाईले त भन्छ नि एउटा पार्टीले संरक्षक भित्र रहेर तपाईले यो सब गरिरहनु भएको छ भन्ने आयो। त्यस्तो पनि हैन। त्यस्तो हो भने अहिलेसम्म मेरो चाहिँ नेपाली काङ्ग्रेसको म जिल्ला कार्य समितिको चाहिँ नि गुन्डा के जाति कुजाति भनेर जुन समाचार फुकिएको छ नि, यो चाहिँ म एउटा नेपाली काङ्ग्रेसको आस्थावान मान्छे हो। त्यसै म भित्र पसेपछि मलाई भित्रदेखि निस्किन दिएन। नदिएपछि म बसिरहँदा फेरि केटो फर्केर आएर हैन, फर्केर आएर ड्याम म चाहिँ के अरे सचिवको कुर्सीमा पञ्च गर्यो उसले। भनेको टेबल ठट्टाइयो या त कुर्सी? टेबल ठट्याइएर म त्यहीँ अगाडि छु, सचिव त्यहीँ छ, सबै बसेको बेला आएर ड्याममा टेबल ठट्याएर हामी जस्तो के अरे जनताको कुरा नसुन्ने को यहाँको भन्ने शैली गरेपछि मैले भने हैन, म पनि यो यहाँको कोही हैन। यो योजनाको बारे ठिक छ कि, तर वास्तवमा मैले बुझ्न चाहेको चाहिँ जो काका भतिजको एउटा यो सरकारी कार्यालयभित्रको द्वन्द्व एउटा लडाइँ छ नि, यो यस विषयमा चाहिँ मलाई खुलस्त बताइदिनुहोस् न। तपाईँले जुन चाहिँ एउटा देखेको कुरा या सामूहिक सञ्जालमा तपाईँले याद गरिहाल्नु, तपाईँ एउटा टोले गुन्डा एउटा दादागिरी शैलीमा चाहिँ हिर्काउनु भएको कुट्नु भएको भिडियो आएको छ। खास गरी यो चाहिँ के छ, तपाईँले खास गरी यो व्यक्तिगत रिसिभी या त के माहौलमा यो सिनारी कसरी उत्पन्न भयो त ठ्याक्कै चाहिँ क्या? ठ्याक्कै चाहिँ यसलाई चाहिँ म चाहिँ कसरी विश्लेषण गरेको छु भने उसँग मेरो व्यक्तिगत रिसिभी भएको भए अगाडि पनि उसँग धेरै कुराहरू हुन्थ्यो। उसँग अहिलेसम्म मेरो तत्त्वमा पनि नभएको, उसलाई मैले यसो सम्झाइ बुझाइ गर्दा यत्रो सम्झाइ बुझाइ मात्रै गर्नुभयो, हात हाल्नु भएन? हात हालेको होइन, मैले सम्झाइ बुझाइ देखाएको छ त। भिडियोमा प्रत्यक्ष भिडियो धेरै एडिटिङ छ। भिडियो त्यतिको मात्रै होइन, चस्मा दिन यहाँ सुन्ने मान्छे छ, यहाँ आएर उसले अनेक बोलेको छ। दोर्पा बस्ने भेडा, जन्म लिने ठाउँ। त्यसपछि म आएर फेरि भनेको छु दोर्पालीलाई भेडा नभन्, त चाहिँ कुन स्विजरल्यान्डमा जन्मेर आइस, कुन अमेरिकामा जन्मेर आइस भनेर यहाँ वाद विवाद हाम्रो लगभग पनि एक आधी घन्टा जतिको हाम्रो विवादको भिडियो उसँग छ। जो बच्चा एउटा सानो बालक भए त आमाको बुवाको काखमा गएर हुन्छ, तर 23 वर्षको एउटा युवा रुइरहेको देख्न सक्छौँ हामी। त्यो रुवाई त्यतिकै यो तपाईँले सम्झाइ बुझाइले रुवाई त होइन होला, पक्कै तपाईँले त यो हिर्काउनु भयो। अब यस्तो छ हेर्नु, पेपरहरू पनि आउला नि त। तपाईँ स्वीकार हुन्न मैले कुटेको हो? मैले उसलाई कुटेको होइन, उसलाई सम्झाएको। तर जो पीडक हुनुहुन्छ उहाँले त कुटिएको छ, अङ्कल मार्फत मलाई कुटियो, अपसब त बोलियो भने मेरो मैले पटक त भिडियो पनि देख्नुहुन्छ, मैले भनेको त मेरो छोरा समानको मान्छे हो, त बढी जाने नौ होइन, त चाहिँ घर जा भन्ने कुरा मैले उसलाई सम्झाइएको मात्रै हो, उसलाई ढेपिएको मात्रै। हेर्नुहोस्, नमस्कार, म अशोक साम्पाङ। अहिले म दिक्तेल रूपाकोट मजावटी नगरपालिका वडा नम्बर 7 चिउरी डाँडामा छु। यो पछिल्लो समयमा यो वडा कार्यालयभित्र भएको गतिविधि अहिले देशव्यापी रूपमा निकै चर्चाको विषय बन्न पुगेको छ। देशव्यापी रूपमा अगाडि बढिरहँदाखेरि खास कुरो के रहेको थियो, जो व्यक्ति हुनुहुन्थ्यो जो हातपात गर्ने व्यक्ति भनिने व्यक्ति जोशी चन्द्र राई, खास गरी कुरो के रहेको थियो त यस विषयमा रहेर म कुराकानी गर्छु उहाँसँगै रहेर प्रत्यक्ष रूपमा। जोशी चन्द्रजी, खास गरी कुरो के हो? हजुर, यहाँ सम्पूर्णमा मेरो नमस्कार पहिलो कुरो त होइन। अब खास कुरा चाहिँ यो वडा कार्यालयको म एउटा सेवाग्राही मान्छे, सेवाग्राही हो। म त्यो दिन पनि यो वडा कार्यालयमा सेवा लिने क्रममा 1 बजी 1:30 बजीको हाराहारी समयमा म उपस्थित भएको हो। त्यो हुँदाखेरि उहाँहरू वडा कार्यालयभन्दा बाहिर यो कम्पाउन्डको यो डिलमा चाहिँ वडा सचिवसँग त्यो भतिजो चाहिँ गफ भइरहेको बेला म आएर यहाँ बाइक राखेँ, यहीँ अगाडि बाइक राखेर म भित्र सेवा लिन पसेँ। उहाँहरूसँग बोलिनँ, त्यो बोल्ने मेरो कुनै उ पनि थिएन। उहाँहरू एकान्त के गर्नुभएको थियो त्यो म जान्दिनँ। त्यहाँदेखि म भित्र चाहिँ हाम्रो अहिले कम्प्युटर अपरेटर हाम्रो 7 नम्बर वडाको चाहिँ नैनाकला परिवारलाई गएर मैले डाइरेक्ट होइन उहाँसँग कुरा गरेँ। अनि मेरो सेवा लिने क्रममा मैले कुराहरू गर्दाखेरि अब यो कुरा सिफारिसको कुरा गर्दा उहाँले चाहिँ भन्नुभयो अब नगरपालिकामा बढी सिफारिस आएको हुनाले अहिले नपठाउनु, वडाध्यक्षसँगै कुरा गरेर सहमति गरेर वडाध्यक्षले केही कुरोमा चाहिँ तपाईले डाइरेक्ट नगरपालिकासँग कुरा गर्नु भन्नुभयो। त्यसपछि चाहिँ त्यहाँ चाहिँ हाम्रो
एकजना धेरै वर्षपछि दोर्पा नै बासिन्दा र उहाँ चाहिँ बाहिर हुनुहुन्थ्यो उहाँ आउनु भएको रहेछ उहाँ सेवाग्राही नै हुनुहुँदो रहेछ होइन जो अहिले पीडित भनिने राजकुमार राई होइन ऊ त सेवाग्राही नै होइन दोस्रो व्यक्तिभित्र ताराबहादुर राई हुनुहुन्थ्यो त्यो हाम्रो यहाँ हुत्ताई गरेको सामान्य उमा चाहिँ मैले त्यसलाई हुत्याउनु भन्दा पनि जा भनेर ढकेल्ने कुरामा चाहिँ उहाँले छुट्याउनु भएको थियो नि जुन त्यो भिडियोमा हुनुहुन्छ उहाँ चाहिँ ताराबहादुर राई चाहिँ जग्गा पास गर्ने भनेर उहाँको चाहिँ सिफारिस लिन आउनु भएको रहेछ होइन अनि सिफारिस लिन आउनु भएको सिफारिस लिने क्रममा मैले अब दाइलाई हरेक कुराहरू सोध्दै आएँ अनि उहाँले सबै कुराहरू भन्नुभयो हाम्रो विदेशदेखि देशदेखि सबै कुराहरू बल्ल बल्ल भेटेको गफगाफ भयो गफगाफ हुँदाओर्दा नैनाकलाले आफ्नै उसले चाहिँ हामीसँग प्रति कुनै उ नदेखाई उसले आफ्नै काम गरिराखेको अवस्था थियो त्यसपछि कर्मचारी चाहिँ अब कर्मचारीसँग हाम्रो टच भएन मैले सबै कुरा सकिसकेको थिएँ त्यसपछि दाइसँग बोलिसकेपछि दाइ म निस्केँ भनेर बिदा मागेर बाहिर निस्किने क्रममा ठ्याक्कै यो गेटभन्दा अलिक भित्र हाम्रो चाहिँ नै कर्मचारी बस्ने कोठामा चाहिँ कोठाको ढोक्कैमा सचिव सर आइपुग्नुभयो मैले भने सचिव सर ल हजुर नमस्कार भने हात मिलाएँ अब आलो पालो गङ्गा दुवालो हामी त सेवाग्राही एकछिन आउँछौँ केही कुरा सोध्छौँ गइहाल्छौँ तपाईँहरू त अब 4 बजीसम्म बस्नुपर्छ ल म निस्केँ भने उहाँले भन्नुभयो हँसेली रूपमा अब हामी त सँगै भेटिरहने मान्छे उहाँले भन्नुभयो होइन एकछिन बस्दा त के हुन्छ र भन्नुभयो होइन मेरो अलिक हतार छ भनेर फुत्त निस्केँ क्रस गरेपछि त्यो भतिज आइपुग्यो भतिजले भने कि त प्यासेजबाट मलाई होइन राजकुमार जो त्यो राजकुमार राई मेरो भतिज पर्ने गाउँले उसले के भन्यो भने एकछिन बसौँ न बुढा हतार त सबैलाई हुन्छ नि भनौँ ठाडो शैली अनि उसले के भन्यो भने अनि के छ त तेरो काम भन्दै म भित्रै पसेँ फेरि उसले भित्र बसेपछि म अगाडिको कुर्सीमा बसेँ उसले यता मलाई ढोका छेकेर बस्यो सँगसँगै यस्तो म यता ढोकापट्टि उसले कुर्सी यस्तो तानेर यसरी बस्यो म यस्तोमा बसेँ ब्लकको काम गर्यो त्यति गरेपछि उसले मलाई फ्याट्ट तिख्रामा हान्दै 10 रुपियाँ बुढा 10 रुपियाँ भन्नु होइन त्यो भन्नुको मतलब के मैले बुझिनँ 10 रुपियाँ भन्नु के हो अलिक स्पष्ट भन् भने 10,000 के 10,000 भन्नु फेरि 10,000 पुग्यो अनि मैले तँलाई 10,000 चाहिएको भने अब गाउँको भतिज होइन बाँकी हो 10,000 चाहिएको भनेपछि सचिव सरले क्रस गर्नुभयो त्यसपछि हाम्रो उसले सचिव सरले होइन भाइले चाहिँ के अरे यो ओडाको तपाईँहरूको टोलको 10 लाखको कुरा गरेको होला होइन त्यो चाहिँ तपाईँहरूले योजनाको कुरातिर लानुभयो सचिव सरले लानुभएको योजनाको कुरा उसले गरेको पनि होइन फेरि सुरुमा चाहिँ अनि सचिव सरले योजनाको कुरामा ठोकाइदिनु भएपछि उसले के भन्यो भने 10 लाख रहेछ नि त त्यसो भए भन्नु होइन 10 लाख रहेछ नि त त्यसो भए बुढा भन्नु 10 लाख होइन रेड बुक यहीँ छ म यहाँको कुनै जनप्रतिनिधि पनि होइन तँ जस्तो म त्यस्तै म सेवाग्राही हो होइन यहाँको के अरे यहाँ रेड बुक सचिव सरसँग छ तैँले सबै भिडियो गरेर त्यो फोटो खिचेर लगेर कहाँ कति परीक्षा हेर्न सक्छस् मैले सबै डिटेल दिन सक्दिनँ तँलाई भने ठ्याक्क उसले क्यामेरा मोबाइल झिकेर ठ्याक्क भिडियोमा गएर त्यो कम्प्युटरको त्यो उमा राख्यो उसले ब्याक साइडमा हामीपट्टि फर्काएर राखेपछि उसले के भन्यो भने होइन उसले अब त्यो चाहिँ तुरुन्त म हुँदै काम हुनु पर्यो भन्नु उसले मैले भने तँ चाहिँ को हो र होइन र म को हो त्यहाँ अलिकति एडिट गरिएको छ भिडियोहरू चाहिँ पुरै भिडियो छैन त्यहाँ त्यो सिरियली बनाएको छैन त्यो छैन त्यो चाहिँ सबै एडिट गरिएको छ त्यो मात्र होइन उसले त त्यो त्यहाँ 10-12 मिनटको भिडियो छ कम्तीमा उसले 20 मिनट जति भिडियो गरिएको छ त्यहाँ चाहिँ कस्तो छ भन्नुहुन्छ भने त्यसपछि तँ को हो र म को हो भनेपछि म को हो र तँ को हो भन्ने कुरामा चाहिँ म को हो भन्नेमा चाहिँ उसले कटाइएको छ तँ को हो भन्नेलाई मात्र हाइलाइट गरिएको छ होइन मैले चाहिँ के भन्नु खोजेँ तँ को हो तँ कुनै पत्रकार होस् कि तँ कुनै युट्युबर होस् कि चाहिँ ओडामा पस्ने तँसँग यसरी भिडियो गर्ने होइन सेवाग्राहीसँग एउटा भिडियो गर्ने तँसँग कुनै उ छ कि भन्ने त्यो धेरै कुराहरू छ कि त्यसपछि नैनाकलाले ठिकै पनि उसले आफ्नो काम गरिरहेको थियो बिचरा होइन उसले के भन्यो भने तपाईँहरू यहाँ बसेर मलाई डिस्टर्ब नगर्नुहोस् बाहिर गएर एकान्तमा कुरा गर्नुहोस् मलाई डिस्टर्ब हो भनेर कराएको त भिडियोमा बकाइदा सुनिएको छ मैले हिँड भनेको मानेन नमानेपछि अब त ढोकामा छ नि त मैले जुरुक्क तानेर उसलाई भतिजो हिँड बाहिर भनेर यस्तोमा पक्रेर ल्याएँ तपाईँले बाहिर चाहिँ गुन्डागर्दी शैलीमा ल्याउनु भयो होइन गुन्डागर्दी शैली होइन त्यो मेरो एउटा गाउँको भतिजो भएको हैसियतले भित्र भिडियो गरिराखेको कुराले भोलि बा उसलाई पनि असर गर्छ बा चाहिँ नै त्यहाँ सेवाग्राहीलाई उसलाई त्यहाँको कर्मचारीले सेवा दिइरहेको बेला बा उनीहरूलाई पनि डिस्टर्ब हुन्छ भन्ने कुराले मैले उसलाई बाहिर झिकेँ बाहिर ल्याउनुको कारण चाहिँ के कुट्नको लागि या त सम्झाउनुको लागि होइन बाहिर ल्याउने कारण चाहिँ उसलाई मैले भतिजो तँ जा भन्ने होइन एउटा कारणले मैले बाहिर लिएँ
बाहिर ल्याएपछि भतिजा अटेरी गरेपछि मैले भतिजा होइन लसार हुत्ताइ पठाइ गरेँ गरेपछि त्यसपछि मलाई त्यो ताराबहादुर राई भन्ने मान्छेले यहीँबाट मलाई भित्र उल्लियो उसले हात पात चाहिँ नगर है भन्दै मलाई भित्र उल्लियो म भित्र पसेँ भित्र पसेँ भन्दा मलाई भित्र लगियो म भित्र गएँ भित्र गएर बसिरहँदा फेरि यहाँ उसले अब आफ्नो तरिकाले भ्लग बनायो एउटा कार्यालयमा आफ्नो तरिकाले चाहिँ युट्युब होइन च्यानलमा अनेक बनायो टिकटक बनायो त्यसपछि म भित्र पसेपछि मलाई भित्रदेखि निस्किन दिएन नदिएपछि म बसिरहँदा फेरि केटो फर्केर आएर होइन फर्केर आएर ड्याममा चाहिँ के अरे सचिवको कुर्सीमा पन्च गर्यो उसले भनेको टेबल ठट्टाइयो या त कुर्सी टेबल ठट्याइएर म त्यहीँ अगाडि छु सचिव त्यहीँ छ सबै बसेको बेला आएर ड्याममा टेबल ठट्याएर हामी जस्तो के अरे जनताको कुरा नसुन्ने को यहाँको भन्ने शैली गरेपछि मैले भने होइन म पनि यो यहाँको कोही होइन खास गरी विवाद त तपाईँसँग भन्दा पनि यहाँका जो वडा कर्मचारी या त भनौँ न जनप्रतिनिधिसँग थियो क्यारे नि त होइन त्यो कस्तो द्वन्द्व यो व्यक्तिगत द्वन्द्व चाहिँ यहाँ बाहिर आएको होइन नि भतिजको चाहिँ अब के थियो उसको होइन त्यो मलाई थाहा भएन उसको नियत के थियो अथवा चाहिँ उसले कुन सेवा लिनु आएको थियो त्यो पनि मलाई थाहा छैन म सुरुमा आउने बित्तिकै उनीहरूसँग कोहीसँग नबोलेको यही पुजुली यो पोलमा उनीहरू एकान्त बोलिरहेको थियो सचिवसँग म आफ्नो सेवा लिन भित्र पसेको हो होइन त्यो कुरा म जान्दिनँ त्यसपछि चाहिँ मैले फेरि भतिजलाई होइन त्यसपछि चाहिँ सम्झाउँदै बाहिर निकालेपछि भतिज यहाँ आएर भ्लग बनायो भिडियो गर्यो के गर्यो हिँड्यो माथिल्लो खण्डी पुगेपछि उसले के दागा धर्यो भने 74को चुनाव आउँदैछ काका पख भन्ने कुरा गर्यो मैले भने तैँले आज अति नै गरिस् होइन तैँले यहाँ के अरे एउटा गाउँको कुरालाई लिएर वडामा चाहिँ नाटक देखाउने प्रयत्नमा यहाँ आइज भनेपछि भतिज टेढ्यो आएपछि त मलाई पनि माया जाग्यो मैले उसलाई कुट्ने कराउने एक गरिनँ आइज यता जाउँ तर म एकान्त भनेर त्यो परको दिनमा गएर हाम्रो कम्तीमा पनि आधी घन्टाभन्दा बढी संवाद भयो काका भतिजको संवादमा कुट्ने कुरा पनि भएन उसले मलाई कुनै प्रतिकार पनि देखाएन मैले पनि उसलाई अब भतिज हो नि त मैले उसलाई के भने ल तँलाई कुन कुन योजनाको विषयको कुरामा चाहिँ गुनासो छ र कुन कुराको होइन योजनाको विषयमा चाहिँ तँलाई चासो छ भन्दाखेरि उसले कुनै योजनाको चासो देखाएन